इन्सपेक्टरमा देशकै टपर र्याङ्क 1 प्रेरणादायी कहानी। स्थायी ठेगाना लमजुङ निवासी विकास सिलवाल प्रहरी निरीक्षक पदको अन्तिम नतिजामा देशैभरिबाट प्रथम स्थान हासिल गर्न सफल भएका छन्। विशेष कुरा के छ भने तेस्रो प्रयासमा यो ऐतिहासिक सफलता हासिल गरेका हुन्। निरन्तर मेहनत, धैर्यता, आत्मविश्वास र लक्ष्यप्रतिको समर्पणका कारण सिलवालले देशैभरिका प्रतिस्पर्धीहरूलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेका हुन्। उनको यो उपलब्धिले असफलता पछि पनि हार नमान्ने र निरन्तर प्रयास गरिरहने हो भने सफलता अवश्य प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिएको छ। सिलवालको सफलताले लमजुङ जिल्लासहित सम्पूर्ण नेपाली युवाहरूलाई प्रेरणा प्रदान गरेको छ। यसै त युवाहरू बेरोजगारका कारण विदेशिने क्रम जारी छ। यसै बीचमा उनले मेहनत गरेर देशमै केही गर्छु भनेर सुरक्षा निकायमा सफल भएका छन्। लोकसेवा आयोगले लिने विभिन्न परीक्षाहरूमा लोकसेवाले खुलाउने थोरै विज्ञापनमा धेरै प्रतिस्पर्धी भएकोले गर्दाखेरि कतिपय साथीहरू विदेशिने क्रम जारी छ। त्यसैको बावजुद पनि उनीले मेहनत गरेर तेस्रो पटकमा इन्सपेक्टरमा नाम निकालेका छन्। यस्तै अन्य प्रेरणादायी पनि हुनुहुन्छ। उहाँहरूले पनि जवानदेखि सिधै इन्सपेक्टरमा नाम निकालेका केही प्रेरणादायी भिडियोहरू पनि छन्। यदि त्यस्तो चाहिन्छ भने तपाईँहरू कमेन्ट गर्नुहोला, हामी तपाईँहरूलाई त्यो बारेमा विशेष जानकारी दिनेछौँ। आजको भिडियोको मुख्य कुरा के हो भने तपाईँहरू पनि सफल हुनको लागि निरन्तर प्रयास गरिराख्नु भयो भने एकचोटि अवश्य सफल भइन्छ भन्ने हो। यसरी नै तपाईँहरू सफल हुँदै जानुहोस् र तपाईँहरूलाई आगामी दिनको हार्दिक शुभकामना।